चिसोको मौसममा तातो माछाको झोलसँग भात खान नि कस्तो मजा आउँछ है। त्यही भएर आज चाहिँ मैले माछाको रेसिपी लिएर आएको छु झोलसँगै। फर्स्टमा चाहिँ माछालाई राम्रोसँग वास गर्नुपर्छ पानी र नुनसँग। मैले चाहिँ 5-6 चोटि नै वास गरेको थिएँ। त्यसपछि चाहिँ माछालाई म्यारिनेट गर्ने। म्यारिनेट गर्नको लागि चाहिँ धुलो खुर्सानी, नुन, बेसार अनि एउटा हाफ काटेको कागती हालेर त्यसलाई राम्रोसँग मिक्स गरेर एकछिन राखिदिने। त्यसपछि एउटा भाँडामा तेल अनि मेथी हालेर त्यो मेथीलाई कालो हुन दिने। त्यसपछि चाहिँ माछा हाल्ने फ्राई हुनको लागि। माछालाई चाहिँ मजाले पकाउनु पर्छ है, त्यो गोल्डन ब्राउन नहुन्जेलसम्म। यतिको कलर आएपछि चाहिँ माछा निकाल्छु मैले चाहिँ। यसरी गरेर मैले सबै माछा पकाएँ एउटा एउटा गरेर। माछा झोलसँग खान भन्दा नि फ्राईसँग मलाई बढी मिठो लाग्छ कि, तर झोलसँग भात चाहिँ एकदमै मिठो हुन्छ। त्यही भएर मैले दुईटै बनाउँछु। त्यसपछि झोलको लागि पेस्ट रेडी गर्नको लागि तोरी, कोरिएन्डर सिड, जिरा, गोलमरिच अनि खुर्सानी हालेर ग्राइन्ड गरिदिने। त्यसपछि अघि माछा फ्राई गरेको तेलमा चाहिँ जिरा एड गरेर त्यसमा चिल्ली र टर्मरिक पाउडर हालिदिने। अनि 3-4वटा चाहिँ खुर्सानी हालेको छु मैले। त्यसपछि अघि बनाएको पेस्ट एड गरेर त्यसलाई मजाले चलाइ पकाउनु। अनि टमाटरको प्युरी बनाएर फेरि त्यसमा हालेर त्यसलाई मजाले फ्राई गर्नुपर्छ, त्यसको तेल नछोडेसम्म मजाले फ्राई गरेर यो पेस्टबाट तेल आएपछि चाहिँ हामीले पानी एड गर्नुपर्छ। त्यो पानी राम्रोसँग बोइल भएपछि चाहिँ माछाहरू हालिदिने। एकछिन माछालाई यतिकै राखेर बोइल हुन दिनुपर्छ। त्यो माछाले चाहिँ त्यो झोललाई एब्जर्ब गर्छ अनि एकछिन बोइल भएपछि चाहिँ हाम्रो माछा रेडी हुन्छ। माथिबाट कोरिएन्डरले गार्निसिङ गरेर चाहिँ भातसँग खानको लागि रेडी हुन्छ। यति नै हो आजको लागि। थ्याङ्क यू फर वाचिङ। बाई बाई।